हामी चाहिँ अहिले वनतिर लङ टाइम चाहिँ वनमा धेरै वर्षदेखि बल्ल वन पाखातिर आइसकेका छौँ है। हामी चाहिँ धेरै यहाँ चाहिँ अहिले नयाँ सानो ताल जस्तो बनाएर जुन ढुङ्गाहरूलाई है ढुङ्गालाई पानीको ताल यहाँ त टक्क पानी खाने ठाउँहरू अहिले धेरै परिवर्तन भइसकेको छ हाम्रो वनतिर पनि है। हामी जुवाङतिर चाहिँ यो चाहिँ एकदमै पानीको परिवर्तन भइरहेको छ। टक्क भारी घाँसकातिर आएर अनि यहाँ चाहिँ भाइसरी हाने टक्क लगाएर होइन यता हिँडेको मान्छेले बनाएको हिँडेको बस्तीले बनाएको यो चाहिँ होइन यहाँ टक्क लगाएर अनि घाँस उता जङ्गलदेखि आएर अनि घाँस काटेर आएर यहाँ चाहिँ मान्छे थकित भइन्छ। त्यो बेलामा आएर भारी बिसाएर अनि पानी सानी खाने अनि त्यसको पानीको लागि चाहिँ टक्क यो पोखरी बनाएर हामी चाहिँ पोखरी बनाएर त्यो किनभने ढुङ्गाहरूलाई खुवाउने त्यसले बनाएको रहेछ है। म चाहिँ एकदमै यो वनतिर चाहिँ धेरै लगभग 8-9 वर्षमा आइयो है। र म त पानी खाने खाएको त्यो जस्तो लाग्छ होइन। वनतिरको पानी हो एकदमै मिठो एकदमै चिसो है। जङ्गलतिर हिँडाएँ है त्यो जङ्गलतिरको पानी खुवाएँ कति मिठो हो। फुल भिडियो चाहिँ अन्यको युट्युबमा हेर्नु होला है। हाम्रो अनि बाख्राकोट चाहिँ बाख्रा लागिसक्नु भएको छ है। अगाडि किन्दैछु टक्क लगाएर अनि वनतिर हिँड्दैछु। यो चाहिँ अहिले फर्स्ट टाइम यता यो जङ्गल चाहिँ यो भाइ चाहिँ फर्स्ट टाइम आएको छैन केही थाहा छैन रहेछ। यता यहाँ छु है हेर्नु सक्नुहुन्छ। अब यहाँ आएको चाहिँ एकदमै मिठो चौर पनि छ तैँले म देखाउँछु। त्यो चौरदेखि चाहिँ हाम्रो बाख्राहरू कहाँ जाने कुन ठाउँ जाने निगरानी छ हाम्रो बाख्राहरूको। त्यहाँ हेरौँ है ल खर्कतेर हो कति मिठो यस्तो हो नि त होइन। ढाडे के छ त नि ढाडे यो त टक्क जङ्गलतिरको चौरतिर यहाँ त टक्क बाख्रा यता चाहिँ गाईहरू पनि चर्दैछन् हाम्रो। कहाँ हो लड्ने उँभो जाने ओ